सो हे गाइज वेलकम ब्याक माई युट्युब च्यानल है। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ मैले डेली भ्लग गर्न थालेको चाहिँ 3 दिन भएछ है। अनि आज नि गर्न पऱ्यो भने डेली भ्लग मैले भ्लग चाहिँ खोलिसकेको छु है। त्यो 3 दिनमा चाहिँ तपाईँहरू राम्रो रिस्पोन्स देखाउनु भयो, धन्यवाद यसको लागि। यो भिडियोमा पनि देखाउनु होला रिस्पोन्स। अनि हाम्रो चाहिँ एक्जाम चलिरहेको छ है। अनि हुन्छ मेरो रुम चाहिँ धेरै नै मेस्सी भइरहेको छ है। मेस्सी नै। आज चाहिँ मलाई फेरि यो भ्लग अर्जेन्ट हाल्नुपर्छ। यो भ्लग मलाई कस्तो गाह्रो छ जस्तो भयो डेली भ्लग गर्न है। मलाई चाहिँ धेरै स्ट्रगल छ यो डेली भ्लग हाल्दा चाहिँ। डेली भ्लग हाल्ने मान्छेहरूलाई सर्टआउट चाहिँ चाहिन्छ सबैलाई है। अब चाहिँ यो रुम सफा गर्ने हो र। अब नगरौँ है, नगरौँ। लास्टै सफा गर्छ यार। अब चाहिँ म इङ्ग्लिसको पढौँ भनेर भ्लग खोलेको है। के गरौँ, त्यो त डेली भ्लग गर्नु पऱ्यो है। अब चाहिँ म एकछिन पढ्छु अनि तपाईँहरू टाइमले छैन होला। अहिले चाहिँ कति बज्यो, 7:30 जति टाइपको भयो होला है। 7:30 हो। के गर्नु चाहिँ 5 मिनट ढिलो फास्ट है, 5 मिनट फास्ट छ। अहिले चाहिँ त्यति भयो। अब चाहिँ एकछिन पढौँ है त। पढ्ने भन्दा सुरुमा तपाईँहरू चाहिँ मेरो गीत सुन्नु है त। अब चाहिँ एउटा भवाल गीत बजाऊँ है त, हिन्दी गीत। मैले अनि क्याप खोज्न गएको, क्याप पनि हराएछ। तनाव पनि यार, तनाव छ है, तनाव जे होस् क्याप पनि हरायो। तर माथि होला, तर दिदीहरूले मम्मी बाबाहरूले कहाँ राख्नुभयो होला मिस्टेकली है त। अब चाहिँ गीत बजाऊँ है त। अब चाहिँ क्याप बिना एउटा गीत बजाइदिउँ है त। कभी घबराता नहीं पर अंदर से डरती हूँ मैं, तुझे सब कुछ पता है ना माँ। तुझे सब कुछ पता है ना माँ। यसलाई चाहिँ धेरै आउँदैन, तर अलिअलि गाइदिएछु है। अब चाहिँ अर्को गाउँ है त। अब चाहिँ नेपाली है त। नेपाली चाहिँ कुन गाउँ भनेपछि अब चाहिँ मोहनी लागेको गाउँछ है त, माया गर्नुलाई। सो गाइस अब चाहिँ एउटा मोहनी लागेको गीत गाउँ है त। मोहनी लाग्यो आफैले, जानी नजानी फासे टाढा गए नि मलाई नबिर्सिदिनुला। त्यो मनभरिको माया दिएरै जानुला। माया गर्नुला, माया गर्नुला। कति सुखै माया गर्नुला, माया गर्नुला। अब चाहिँ एउटा कुन गीत गाउँ भनेपछि अब चाहिँ एउटा भाग्यमान गाउने साथीहरू। भाग्यमानी रहेछ खै कुनी, जो तिम्रो अङ्गालोमा हुन्छ रे। रिलिक्स चाहिँ बिर्सिरह यार। फेरि आयो त, फेरि फास्ट लाग्यो। भाग्यमानी रहेछ खै कुनी, तिम्रो अङ्गालोमा हुन्छ रे। त्यही बारी हिमा परे नाडी दिन सकिन माया तिमीलाई।
मारिदिऊ कि यसै मरिजाऊ कि आसै मारिदिऊ कि यसै मरिजाऊ कि Dabrai ya tama tu bera Dabrai ya tama bagay Dabrai ya tama tu bera Dabrai ya tama bagay सके साथीहरू सो गाइस मैले गीत गाउँ गर्ने सबैहरूले सुन्नु भयो होला है कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला राम्रो भोइस त छैन त्यही पनि भनिदिनु होला कमेन्टमा अनि अहिले चाहिँ टाइम कति भयो भने चाहिँ अहिले चाहिँ टाइम 8 बज्न लागेको छ है अनि म चाहिँ 8:30 बजी स्कुल जानुपर्छ है त त्यही हो अब चाहिँ गिटार बजाएको पनि कस्तो लाग्यो भनिदिनु अनि स्कुल जान टाइम पनि अब ड्रेस लाउँ है त स्कुल जाने टाइम पनि भइसक्यो 8 बजिसक्यो भने चाहिँ ड्रेस लाउँदा खाना खाँदा टाइम भइहाल्छ नि साथीहरू सो गाइस मैले चाहिँ यहाँ गिटार पनि हालिसकेको छु है अब चाहिँ हामी माथि जाऊँ है त माथि चाहिँ मम्मीहरूले के गर्दैन म चाहिँ एकछिन पढि पनि सकेको छु है इङ्ग्लिसको हल्का हल्का पढ्यो धेरै पढ्नु पर्दैन इङ्ग्लिस त है सबैलाई आइहाल्छ इङ्ग्लिस त्यो सबै यस्तो प्यासेज त हुन्छ खै यस्तो प्यासेजहरू त हुन्छ है बिहान के चलिरहेको तर मैले त्यति बेला छोडेको साथीहरू अब चाहिँ माथि जाऊँ है त यहाँ चाहिँ यो बटन यहाँ चाहिँ टोका लाउनु सो गाइस म चाहिँ माथि पनि आइसकेको चाहिँ अनि मम्मी चाहिँ यहाँ खाना पकाइराख्नु भइरहेछ अनि यहाँ चाहिँ के रहेछ हेरौँ यो चाहिँ के अरे यो कौलीहरू छ रहेछ है चाहिँ यहाँ मलाई चाहिँ खाना खाने टाइम पनि भइसकेको छ है कति 8 बजिसकेको छ अनि अब चाहिँ म खाना खान्छु तपाईँहरूलाई खाना खान्छु अब चाहिँ म मुख धुन्छु है त अब चाहिँ मुख धुन्छु सो गाइस मैले चाहिँ खाना नि खाइसकेको छु है अब चाहिँ म यो ड्रेसहरू लगाउँछु अनि तपाईँहरू चाहिँ एकछिन मैले ड्रेस लगाएको टाइमलेस हेर्नु होला है त गाइस मैले ड्रेस पनि लगाइसकेको छु है अनि तपाईँहरूले टाइमलेस पनि हेर्नुभयो होला है तपाईँहरू चाहिँ हाम्रो ड्रेस कस्तो लाग्यो भनिदिनु होला सुहाएर भनिदिनु होला है कोट पनि कोट है अब चाहिँ तपाईँहरूले मेरो 200 पुसअप अनि 2टा च्यालेन्ज हेर्नुभयो होला अझै यस्तो यस्तो च्यालेन्ज चाहिन्छ मलाई सब्सक्राइब गर्नु होला है त 100 सब्सक्राइबर पुऱ्याइदिनु होला मेरो छिटो छिटै है अनि राम्रो रेस्पोन्स देखाउनु भइरहेको छ त्यो भिडियोहरूमा नि धन्यवाद त्यसको लागि यो भिडियो पनि देखाइदिनु होला अघि भने जस्तै अब चाहिँ हामी खाना खान्छौँ है त सो गाइस यो चाहिँ मलाई छुटेको तपाईँहरू भन्नु होला है कमेन्टमा साथै साथीले पनि भनिदिनु होला है यसमा हुन्छ है कमेन्टमा भनिदिनु होला है कसरी देखिरहेको छ झन् कपाल काटेर झन् खत्रै देखिरहेको छ कपाल काटेर आएको छैन ड्रेस सो गाइस अब चाहिँ खाना खामै आज चाहिँ खानामा के छ भनेपछि आज चाहिँ खाना राइस छ अनि आलु छ अनि के हो यो सबैको फेभरेट अचार छ तपाईँहरूले अस्तिनाको भ्लगमा हेर्नुभयो होला है अनि एउटा दाल छ कि खतरा निको हुन्छ यिनीहरू चाहिँ सबै है अब चाहिँ हामी खाना खान्छु त्यो बसेपछि है त सो गाइस मलाई चाहिँ खाना नि खाइसकेको छु है अब चाहिँ जुत्ता लगाऊँ है त टाढो भनेर अनि कोट पनि सुकाइसकेको छु है खाना खाएँ यस्तो गर्नु भएन कि है त्यसहरू मैले कोट पनि सुकाइसकेको छु अनि अब चाहिँ हामी जुत्ता लगाएर जाउँ है त सो गाइस अब चाहिँ जुत्ता लगाउनु म चाहिँ कोट पनि ल्याइसकेको छु अब चाहिँ जुत्ता लगाउँछु है त म बाबाले जुत्ता चाहिँ पुसिरहनु भइरहेको रहेछ है बाबाको र मेरो है बाबाको अनि यो मेरो है त अब चाहिँ म यो जुत्ता लाउँछु त्यो पछि तपाईँहरूलाई भेट्छु है त
सो गाइस म अहिले चाहिँ जुत्ता नि लगाइसकेको छु है टिभिक कटाइसकेको छ जुत्ता नि अब चाहिँ कोट लामै त सो गाइस मैले चाहिँ कोट पनि लगाइसकेको छु अब चाहिँ मुखमा क्रिम दल्नु पर्छ है त अनि फेरि निकै कस्तो मेरो ड्राई स्किन भएर कस्तो नराम्रो देखिन्छ म यो क्रिम लगाएर चाहिँ म चाहिँ क्रिम लगाउँछु है त अब सो गाइस अब चाहिँ क्रिम लामै त क्रिम पनि लगाइसकेको छु है अब चाहिँ अहिले चाहिँ टाइम कति भयो भने अहिले चाहिँ टाइम 8:34 भइसक्यो आज त्यो ओभर ढिला भइसक्यो है मलाई सो गाइस म चाहिँ चिल्ले दलेर अनि अब चाहिँ स्कुल जाने टाइम भइसक्यो अहिले 35 भइसकेको छ है धेरै ढिला भइसक्यो आज चाहिँ अब चाहिँ म स्कुल जान्छु अनि तपाईँहरू चाहिँ 5:30 बजी भेट्छु त 5:30 कि 6 बजीतिर है तपाईँ सो गाइस म चाहिँ स्कुलबाट नै आइसकेको छु अनि खुट्टा धोएर अनि मुखसुख धोएर नि बसिसकेको छु अब चाहिँ म खाना खानु लागेको छु हामी मतलब म चाहिँ खाना खानु लागेको छु अनि खानामा चाहिँ आज म के अरे खानै खानु लाग्यो खाजामा आज म खाना खानु लाग्यो है किनकि मलाई आज कस्तो खानाको क्रेभिङ भयो फेरि बिहान क्या लाग्यो तरकारी अनि अन्डा नि पकाउला चाहिँ फेरि मैले है त्यही हो बिहान अस्ति तरकारी होला सायद धेरै मिठो भएको थियो कि बिहान चाहिँ मलाई क्या मिठो लागेको थियो त्यसमा म खानै खानु लागेको चाहिँ मम चाहिँ यहाँ हुनुहुन्छ है सो गाइस अब चाहिँ मम्मीले अन्डा नि बनाएर नि भइरहेछ रहेछ है ए अब चाहिँ म खाना खान्छु खाना खाने तपाईँहरूलाई भेट्छ त्यो खाना खाँदा भन्दा अगाडि भेट्छ नि सो गाइस तपाईँहरू चाहिँ लागिरह होला फेरि बिहान नि खाना खायो अब चाहिँ खाना खाएँ किनकि मलाई खाना मनपर्छ नि त साथीहरू है मलाई बोवाल खाना खानु मनपर्छ अब चाहिँ म खाना खान्छु है त आज चाहिँ खानामा बिहान एज युजल बिहान जस्तै है सो गाइस अब चाहिँ म खाजा खानु लागेको छु है अहिले चाहिँ खाजामा के अरे खाना अनि अचार मुलाको अचार अनि यो खोर्सानी बिहान देखाएको थियो मैले अनि एउटा अन्डा अनि त्यो बिहानकै तरकारी अनि एउटा दाल है त अब चाहिँ म खान्छु अनि तपाईँलाई भेट्छु है त सो गाइस मैले चाहिँ खाजा पनि खाइसकेको छु है अनि लास्टमा कफी पनि खाइसकेको छु त्यो चाहिँ भिडियो खिचेन अहिले चाहिँ म सौरभ जोशी हेरिरहेको थिएँ है सौरभ जोशी हेरिरहेको थिएँ यो भ्लग चाहिँ यहीँ इन गर्थेँ यो चाहिँ भ्लग चाहिँ अर्जेन्ट थियो कि लास्टै अर्जेन्ट थियो है साथीहरू डेली भ्लग हाल्नु खोजिरहेको त्यसरी कि भ्लग ओभर अर्जेन्ट थियो कि त्यस भएर मैले चाहिँ आज भ्लग स्टार्ट गर्न थालेको अहिले आज यो भ्लग आज गरेर आज एडिट गरेर आजै हाल्नुपर्छ कि 7 बजीतिर हालेरै छाड्नुपर्छ कि भ्लग है तपाईँहरूलाई चाहिँ यो भ्लग चाहिँ कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला मैले गीत पनि गाएँ तपाईँहरूले त्यो कस्तो लाग्यो होला भनिदिनु होला कमेन्टमा राम्रो त छैन त्यो पनि कस्तो लाग्यो भनिदिनु होला है यो थ्याङ्क यू सो मच फर वाचिङ बाई एन्ड टेक केयर अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त 100 सब्सक्राइबर पुऱ्याइदिनु होला है त बाई थ्याङ्क यू सो मच फर वाचिङ बाई है त बाई